दिदी 5 वर्षपछि घाँस काट्दाखेरि कस्तो हुँदो रहेछ? एकदम मजा आयो। ल है दिदीले भारी पुर्याइसक्यो। घाँसको भारी बोकेर जानुपर्छ। कता घर? घर त हुँदैन। यो घाँस केले खान्छ? गाईले खान्छ, भैँसीले। अब खेती किसानीको छोरी पर्यो, यति त गर्नु पर्यो नि। जति वर्ष घाँस नकाटे पनि घर आउँदा त बाबै। अनि अरू तपाईँलाई केही भन्नु छ भने भन्नु। बोकेर अब हिँड्नु। भारीले चाहिँ लडाउँछ जस्तो छ। कन्ती नाम्लो लामो भए जस्तो छ। है हाम्रो दिदी बोकेर उठ्यो है। ल हिँड्यो पनि। बारीको घाँस हो। पहिला हामी तलतिर खोला खारको त्यो के भन्छ देउराली भिरबाट बोकेर ल्याउँथ्यो। अहिले त यहाँको घर मुनतिरको घाँस काटेर बोक्नु त केही इजी हो बहिनी, इजी हो। हो र है। ए घरिघरि त इङ्ग्लिस पनि हान्दो रहेछु।